मर्निङ। यो भिडियो चाहिँ मैले तीजको ब्लग बनाउँछु भनेर क्लिप खिचेको थिएँ, तर अब दुईवटा बच्चाहरूसँग मैले अहिलेसम्म एडिट गर्नै पाएको थिएन। अनि फाइनली आज चाहिँ एडिट गरेर राखिदिउँ न, यो चाहिँ मेमोरी हुन्छ पछिलाई भनेर यो भिडियोको क्लिप खोजेर जोड्दैछु म है। यो तीज चाहिँ मेरो लागि एकदमै खास थियो, एकदमै स्पेसल थियो, किनभने यसपालि मामु पनि यहीँ होइसिन्थ्यो नि त। अब त्यही त हो नि, परदेशी भइसकेपछि परिवारसँग सधैँ चाडबाड मनाउन त कहाँ जुर्छ र है। यसपालि चाहिँ मलाई फाइनली जुरेको थियो। म एकदमै नाच्दै हाँस्दै खुसी हुँदै फुरुङ्ग हुँदै बच्चाको जस्तो गरेर तीज सेलिब्रेट गर्ने भन्दै कराएको थिएँ। मैले चाहिँ यस्तो खालको मलाई नोज पिनहरू लाउन एकदमै मनपर्छ है। त्यही भएर मैले दिदीसँग मागेको थिएँ क्या यो नोज पिन आज लाउँछु भनेर, कस्तो देखियो भनेर ट्राई पनि गरेँ। यता चाहिँ मेरो बुढोले बुनेलाई खुवाइदिँदै हुनुहुन्थ्यो, यहाँदेखि मेरो ठुली छोरीलाई। उसलाई खाने बेलामा चाहिँ मिठो खानेकुरा पाक्यो भने ऊ एकदमै ह्याप्पी, तर उसलाई मन नपर्ने खानेकुरा पाक्यो यदि भने चाहिँ उसलाई यति नमस्ते गर्नुपर्छ खुवाउन। अनि यता चाहिँ मामुले भुन्टु मायालाई खुवाउँदै हुनुहुन्थ्यो। भुन्टु मायालाई नै हामीले भर्खर सलेटी स्टार्ट गरेका थियौँ। उनी चाहिँ मजाले ह्याप्पीली खान्छन् टचवुड। आजसम्म चाहिँ बच्चाहरूले खाइदियो भने सबैभन्दा ठुलो कुरा चाहिँ त्यही हुँदो रहेछ क्या। खाएनन् भने चाहिँ टेन्सनै त्यही उनी खाएन भनेर यिनीले चाहिँ अहिले चाहिँ खाइरहेको छिन् होइन। दिदीलाई पनि कुनै कुरा खुवाउन त सजिलै छ, कुनै कुरा चाहिँ गाह्रो छ। यहाँनिर आएर सोचे जय जिन्दगी राइरहेछ भन्ने जस्तो भयो क्या। नोज पिन त भाँच्यो नि, छ्या लाउँछु भनेर सोचेको थिएँ, भाँच्यो, लाउनै पाइनँ। यता चाहिँ अन्सा दिदी कपाल स्ट्रेट गर्न आइसकेको थियो। कस्तो राम्रो कपाल छ क्या अन्सा दिदीको चाहिँ। मैले चाहिँ टक्क राम्रो बनाएर स्ट्रेट गरिदिएँ। अनि मेरो कपाल चाहिँ मलाई स्ट्रेट गर्न मनै थिएन क्या। मैले स्ट्रेट गरी मेरो कपाललाई चाहिँ अत्याचार गरिसकेको छु पहिला नै। त्यही भएर यसपालि चाहिँ जस्तो हेयर स्टाइल बन्छ मेरो कपालमा म त्यस्तै बनाउँछु भनेर कम्मर कसेको है। हेरौँ, सिम्पल हेयर स्टाइल बनाउँछु, ढिलो पनि भइसकेको छ। अनि मन्दिर पनि जाने रमाइलो गर्ने भनेर प्लान पनि गरेको छौँ। हेरौँ के हुन्छ। त्यही भएर मैले चाहिँ यहाँ हेयर स्टाइल बनाएँ। मलाई त्यति धेरै कपालको स्टाइलहरू बनाउनै आउँदैन। छोरी जन्मेपछि चाहिँ अलिअलि सिक्दैछु क्या। नभए त मेरो एकदमै कर्ली अनि माथि लगेर जुरो बनाएँ टक्लक्क म त राम्रो देखिए जस्तो लाग्थ्यो क्या। सानी छोरी जन्मेपछि चाहिँ मामु यस्तो बनाइदिन्छु न भनेर कहाँ भिडियो हेर्छ, कसको थाहा पाउँछ, साथीहरूको देख्छ, त्यस्तै बनाइदिन्छु न भन्छ। अनि त्यही भएर अलिअलि सिक्दैछु। एकदमै रमाइलो भइरहेको छ आजको दिन चाहिँ। मलाई मनमा नै फुरुङ्ग भइरहेको छु। यो सजिँदा पनि मनमा अर्कै खालको चाहिँ उमङ्ग छाइरहेको छ है। मैले चाहिँ मेरो लुक्सलाई यसरी लाछा डोरीले कम्प्लिट गर्ने सोचेँ अनि फाइनली यस्तो भयो। मलाई चाहिँ रेड कलरमा लाउन मन थियो यो लाछा, तर रेड कलर छैन रहेछ। जुन कलर भए पनि काम चलाउनु पर्यो भनेर मैले चाहिँ यो लगाएँ अनि मलाई कस्तो राम्रो लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो मेरो हेयर स्टाइल? मेरो स्किन चाहिँ नानी जन्मेदेखि यति धेरै ड्राई भइरहेको छ कि म कुरै नगरौँ कि कति धेरै केयर गर्छु आजभोलि। कति धेरै मतलब पहिला त म गर्दै नगर्ने जेरो हो, अहिले चाहिँ अलिअलि भए पनि स्किन केयर गर्छु। तर मेरो फेसमा चाहिँ वर्क गरिरहेकै छैन कि, एकदमै ड्राई छ। तैपनि केयर गर्न चाहिँ छोडेको छैन। अनि यस्तो चाहे पोतो के निक्ल्यो नानी जन्मिसकेपछि चाहिँ कुरै नगरौँ। तैपनि अब केही छैन, कसैको चाहिँ प्रेग्नेन्सीमा यस्तो हुन्छ, पछि जान्छ पनि भन्छन्, खोइ जाँदैन आइरहनु न। तर ठिकै छ, गयो भने झन् राम्रो, गएन भने नि के गर्न सकिन्छ र आइ त हाल्यो होइन। यहाँहरूको चाहिँ तीजलाई लिएर कस्तो मेमोरी छ है? मलाई चाहिँ तीजलाई लिएर मामा घरसँग जोडेको एकदमै मेमोरी छ के। हामी तीज मनाउन प्राय मामा घर जान्थ्यौँ। मेरो घरतिर चाहिँ फुपूहरू हुनुहुन्न नि त, अनि त्यही भएर आउने तीज मनाउने भन्ने कुरा चाहिँ थाहा नै हुन्थेन क्या। सबैकोमा आफन्त आउँदा मलाई पनि आमालाई म भन्थेँ कि आमा हजुरले एउटा फुपू पाइसकेको भए यत्रो ड्याडीहरू पाउने सट्ट भनेर भन्थेँ कि म। फुपूहरू नभएको भएर घरमा चाहिँ खासै तीज त्यस्तो रमाइलो नहुने क्या। अनि मामा घरमा चाहिँ हामी जाने, ठुलो मामु अनि मामाको छोरीहरू पनि बिहे गरेर गएपछि आउने, अनि मामा घरमै जहिले तीज रमाइलो हुने। अनि हामी चाहिँ जहिले मामा घर जान्थ्यौँ है। अनि माइजूहरूले चाहिँ 12 बज्नुभन्दा अगाडि राति दर खानुहुन्छ पर्छ है भनेर सबैलाई उठाउनुहुन्थ्यो। यस्तो रमाइलो हुन्छ। अहिले पनि एभ्री तीजमा सानैदेखि त्यस्तो गरिरहेको भएर होला मलाई एकदमै मामा घरको याद आउँछ। खोइ अब कहिले जुर्ने हो। एकचोटि जुर्यो भने चाहिँ म नेपाल गएको बेलामा तीज पऱ्यो भने म मामा घरमा गएर यस्तै गरेर तीज मनाउँछु भनेर प्लान गरिरहेको छु। मेरो माइजूहरू सबैलाई धेरै माया, कहिले जुर्ला है त्यसरी। हे भगवान्,
फाउन्डेसन पनि आजै सकिरहेको रहेछ। आजभोलि खासै म फाउन्डेसनहरू त्यस्तो युज गर्दिनँ, त्यही भएर हेरिरहेकै थिइनँ, तर सकिरहेको रहेछ। नेपाली हो नि त, जुगाड त लगाइहालेँ मैले, नुचार पारेर भए पनि लगाएँ। यता मामु पनि रेडी हुँदै भइसक्यो, अनि मैले मामुलाई पनि रेडी गरिदिँदै थिएँ। अनि आफू मैले भन्थेँ मामु यो लगाइछु भनेर सिकाउँदै पनि थिएँ। पछि मैले जब मामुको यङ एज थियो नि, मतलब अब मामुले त हामीलाई छिटै नै जन्माइसकेको हो नि त मलाई, अनि मैले कहिले मेरो मामु सिँगारिएको, राम्रो भएर हिँडेको, आफूलाई टाइम दिएको मैले देखेकै थिएन के। अनि मामु अमेरिका आएपछि चाहिँ मलाई एकदमै टाइम दिएर आफू जस्तो भए पनि मामुलाई राम्रै बनाएर हिँड्ने, उहाँको इच्छाहरू पुरा गरिदिन मन लाग्छ कि। हामी 3 जना है, एउटा बहिनी, म अनि एउटा भाइ, हामी 3 जनाहरूलाई हुर्काउनलाई मामुले कति धेरै सेक्रिफाइस, कम्प्रोमाइज के गर्नुभयो भन्ने कुरा त कति कुरा त मैले देखेँ होइन। म जेठो सन्तान भएको नाताले भाइ बहिनी हुर्काउँदा मम्मीहरूको स्ट्रगललाई मैले मेरो आँखाबाट निहालेँ। कति चाहिँ मैले देखिनँ, मैले देख्नुभन्दा धेरै स्ट्रगलहरू पनि गर्नुभयो ड्याडी मम्मीले। अनि अहिले चाहिँ अब भाइ बहिनी हामी सबै आफ्नो बाटो लागिसक्यो नि त। अबको लाइफ चाहिँ हजुरको आफ्नो तरिकाले जिउनु है मामु भन्छ, हाँस्दै हुनुहुन्छ मामु। अनि यसरी तिजमा आमा छोरीसँगै सिँगारिएर जान पाउँदा म झन् खुसीले फुरुङ्ग हुँदैछु। मामुले सानोमा हामीलाई 2 चुल्ठा कपाल बार्दादेखिको याद आज मैले मामुलाई सिँगारेर पार्टीमा लाने, चाडबाडमा लाने सौभाग्य पाउँदा एकदमै खुसी लाग्छ। अनि मेरो मामु चाहिँ लिपस्टिकको चाहिँ यति धेरै सोखिन लाएर, उहाँलाई लिपस्टिक चाहिँ यति धेरै मनपर्छ है। घर बस्दा पनि आजभोलि चाहिँ केही नलगाए पनि टक्क लिपस्टिक लाएर बसिसिन्छ। अनि मेरो मामुलाई मेकअपमा मलाई यस्तो परी जस्तो लाग्छ है, एकदमै राम्रो लाग्छ कि। म अमेरिका आएपछि मात्र मैले मामुलाई मेकअप यसरी गरिदिन थालेको। पहिला मान्दै मान्छिनँ, नेपालमा हे म गर्दिनँ भन्छन्थ्यो कि। यस्तो परी जस्तो देखिन्छ कि मेरो मामुलाई। यता अन्सा दिदी चाहिँ सौभाग्यवाला कस्तो राम्रो साडी लाएर रेडी भइसक्छ। म पनि अलमोस्ट रेडी चाहिँ भइसक्यो, दिदीलाई पनि अलिअलि टचअप गरिदिँदैछु। तेरो मेकअप राम्रो भएछ गर्दैन भन्दै हुनुहुन्छ। अनि म आइब्रोहरू अलिअलि टचअप गरिदिन्छु भनेर, उहाँ त नेचुरली ब्युटी, गर्दिन त के पऱ्यो र तै पनि है। तिजमा त सबैजना कति राम्रा जसले जे भन्नुहोस् होइन, नेपाली नारीलाई सुहाउने भनेको चाहिँ साडीले हो जस्तो लाग्छ। मैले पनि साडी लाएँ, मलाई चाहिँ यस्तो देखियो। वेट धेरै गेन गरेर साडी त ठिक, अब त्यो साइज बढ्ने घट्ने हुँदैन, ब्लाउज त ठिक हुनलाई यति धेरै गाह्रो कि। अनि मलाई सुनहरू खासै लाउनै मन लाग्दैन। मेरो मामा आज त चौभाग्य लाउनुपर्छ, तिलरी भए पनि ला भन्दै होस् नि त। अनि मैले टक्क तिलरी लाएर आफ्नो लुकलाई कम्प्लिट गरेँ। मलाई घाँटीमा चाहिँ अब अलिकति कमै लाएको मनपर्छ, तिलरी त लाउनै पऱ्यो। अनि त्यसपछि यो चाहिँ मामुको लुक हेर्नु त, आमाभन्दा छोरी तरुनी भने जस्तो भएन, कस्तो राम्रो लाग्छ कि। मलाई चाहिँ मामुले मेकअप गरिसकेको कस्तो राम्रो देखिसकेको। मैले धेरै वेट गेन गरेर मामु पातल भइसिन्छ नि त, सो मामुलाई मलाईभन्दा धेरै राम्रो देखिएको थियो। त्यसपछि हामी बाहिर निक्ल्यौँ, अलिअलि टिकटक बनाऊँ, फोटो खिचौँ भनेर। दिदीको चस्मा कहाँ थियो है? चस्मै नभेट्ने आफू लाएन कहाँ मेरो घर पस्यो भने मान्छे पागल। यता हेर मम्मीहरू कहाँ हुनुहुन्छ? यो चाहिँ युट्युबमा बनाउने हो, अलि राम्रो म एडिट गर्न आउनु मलाई दिइहाल्छु हो। मम्मी कता हुनुहुन्छ? हेलो गाइज, यो चाहिँ हाम्रो सविताको युट्युब च्यानल। म चाहिँ भिडियोग्राफर। आज चाहिँ गणेश चतुर्थी पनि रहेछ, अनि मन्दिर एकदमै भिड थियो। एकछिन भिड हुँदासम्म हामी फोटो भिडियो गरौँ भनेर गऱ्यौँ, अनि थाकेर भुतुक्क भएर बस्यौँ। यता हेर सीता दक्षिणवरदशत्रुघ्नाम्यावः प्रणमावः वषवावः वसवावः नमावः सर्वदेवता आपोर्भवस्वरमावः इमं मे गङ्गे यमुने सरस्वती सुरन्द्रस्तोमगं सचदावृष्टयान्ते शान्ते शान्तिः। ॐ सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपाद
समोमें अब चाहिँ चिसो पलाएछ साँच्चै होला अब चाहिँ आजबाट चाहिँ धेरै नै चिसो पलाएछ हिजैबाट होला हिजो म ननिक्ले हो क्या यताबाट चाहिँ अलिअलि आयो अलिअलि आयो त्यही पनि घाम साथी त्यहाँ नेपाली हुँदैनन् अँधेर साथी पाएर तपाईँलाई बिर्सिनु होला नि फेरि मनले यता हाम्रो मम्मी आउनु भने क्या यो साली परदेशमै तिज यो साली अनि सविताको लिपस्टिक भयो बढ्यो नि अलि त्यो भएर तिमी ठुलो आमा बाल्यो भने 5 वर्ष काम गर भनेर देखाए घर फर्क्यौँ है घर फर्किँदा त झमक्कै साँझ परिसकेको छ अब चाहिँ साँझबत्ती बालेर यसो नानीहरूलाई टिका लगाएर आजको व्रत तोड्ने भनेर हामी लाग्यौँ मामु चाहिँ पूजा गर्दै होइसिन्छ मामुको चाहिँ निर्जला कडा व्रत केही नखाइ बसिसकेको व्रत अनि मामुले चाहिँ आफ्नो व्रत दुईटा घरका राजकुमारीहरूको खुट्टाको पानी खाएर तोडिछ हामी सानो हुँदा पनि मामुले हाम्रो खुट्टाको पानी खाइसिन्थ्यो अलि ठुली भएपछि चाहिँ मैले चाहिँ दिन्थिनँ बहिनीको चाहिँ खाइसिन्थ्यो ड्याडीको पनि खाइसिन्छ उहाँको इच्छा हो होइन अब खाइसिन्छ हामी जन्मिनुभन्दा अगाडिदेखि गर्दै आएको भएर मामुले गर्सिन्छ हामी चाहिँ गर्दैनौँ म चाहिँ गर्दिनँ मेरो बुढाले दिनु पनि हुँदैन खुट्टाको नि पानी खान्छ नि त भन्छिन्छ दिसिन्न अनि ठिकै छ मेरो ठुलो छोरीलाई चाहिँ आमा किन मेरो खुट्टाको पानी खाएको किन भनेर छक्क परिरहेको थिएँ क्या त्यसले देखेको छैन नि त मैले खाएकै छैन क्या अहिलेसम्म तिनीहरूको टिका लगाइदिएर व्रत तोड्थेँ अनि मामुले यसपाला खाइछु त्यसलाई त अचम्म लगाएर टुवा पर हेरिराखी चाहिँ आशीर्वाद दिनु भनेको मामुले आशीर्वाद दिन्न भनेको लु भनेर शिर झुकाए कान्छी छोरी निन्द्राले यस्तो भएकी रहेछ कुरै नगरौँ है म चाहिँ ब्रेस्ट फिडिङ मम हो नि त उसलाई चाहिँ ब्रेस्ट फिड नगराएसम्म ऊ सुत्दिनँ अनि दिउँसभरि छोडेको बिचरा हेर्नु न कस्तो भएर बसेकी रहेछ म चाहिँ हतार व्रत तोडेर यसलाई सुतम भन्नेपट्टि मात्र लागिरहेको थिएँ मामुले खुट्टाको पानी खाइछु ड्याडीहरूको है यहाँनिर फेरि कमेन्ट गरेर छ्या खुट्टाको पानी खाने यस्तो नभन्नु है म खान्न तर मेरो मामुले खाइसिन्छ उहाँलाई ड्याडीले दिइसिन्छ अथवा मम्मीलाई खान मन लाग्छ भने उहाँहरूको नितान्त आफ्नो कुरा हो त्यसमा मलाई भन्नु केही छैन मलाई सोधिसा भए चाहिँ म खान्न भने ड्याडीले चाहिँ सुन्तला खुवाएर मम्मीको बिहानदेखिको निर्जला व्रत यतिखेर तोडिदिस्यो अब चाहिँ मेरो पालो हो होइन व्रत तोड्ने मेरो बुढो पनि जिस्काएर खान्छेस् खुट्टाको पानी त पनि भन्दै होइसिन् त दिइसिन्छ भनेको फेरि दिन्न भनेर भन्छु म चाहिँ टिका लगाइदिन्छु सामान्य तरिकाले व्रत तोड्छु अनि त्यसपछि चाहिँ सानीलाई पनि यस्तो भए चाहिँ सानी देख्दै माया लाग्ने क्या बुढाले बोक्नु भयो अब आफ्नो आस्था आफ्नो विश्वास हो है जसलाई जसरी गर्न मन लाग्छ आफ्नो नितान्त व्यक्तिगत कुरा हो म चाहिँ सामान्य यसरी आरती गर्छु सामान्य तरिकाले मेरो व्रत तोड्छु म बस्दा पनि म चाहिँ निर्जला व्रत होइन किनभने नानीलाई ब्रेस्ट फिडिङ पनि गराइराख्नु पर्ने अनि खोइ अलि सुत्केरी ज्यान भएर हो कि अलि सक्दिनँ हौ म अलिकति विक भयो कि क्या हो है अलि सक्दिनँ अनि निर्जला नै व्रत चाहिँ बसिनँ कहिलेकाहीँ पानी नखाए व्रत बस्नु पनि हेल्थको लागि पनि राम्रो चाहिँ तर मैले सकिनँ मैले पानी चाहिँ खाएको तर अरू चाहिँ केही नखाएको अनि मेरो बुढो चाहिँ घरमा के खान्छस् भनेर सोधेको होइसिन् नबस भन्दै होइसिन् त के बच्चा सानै छ सुत्केरी बेलामा नबस भन्दै हुनुहुन्थ्यो तैपनि बस्छु बुढा भने बसेँ समग्रमा यसपालाको तिज असाध्यै रमाइलो भयो मन्दिर पनि गइयो रमाइलो गरियो टिकटक बनाइयो भिडियो खिच्यो सबभन्दा ठुलो कुरा आमाले पकाएको दर खाएर मनाइयो यसपालाको तिज